साथी हो हामी चाहिँ अहिले यो नेपालगञ्ज एयरपोर्टमा पुगिसकेका छौँ हैन। अहिले चाहिँ तपाईहरु दृश्य हेर्न सक्नुहुन्छ। अहिले के कस्तो छ भनेपछि अहिले चाहिँ यस्तै हो, तपाईं हेर्न सक्नुहुन्छ। यो चाहिँ पुरानो चाहिँ हो हैन। त्यसपछि चाहिँ यतापट्टि चाहिँ जति छ नि हो नयाँ चाहिँ निर्माण भएको चाहिँ मतलब के भनौँ सम्पत्तिहरू भर्खर निर्माण भएका सम्पत्तिहरू हुन्। तपाईँ चाहिँ हेर्न सक्नुहुन्छ। अनि सकभर जस्तो लाग्छ मलाई यो पहिलाभन्दा त राम्रै हुनुपर्ने हो हैन। अनि लगानी कति लगायो होला? लगानी चाहिँ त होला यार। अब साथीहरूले यसमा सोध्नु पर्ला कति लाग्यो होला हैन। उहाँहरूले हेर्न सक्नुहुन्छ। यस्तो छ दृश्य यहाँ यो नेपालगञ्ज एयरपोर्टको, जुन कि चाहिँ अहिले चाहिँ नयाँ चाहिँ भनौँ न है हो निर्माण विकास कार्य भइरहेछ बिस्तारै हाम्रो चाहिँ नेपालगञ्जको हैन। ल यहाँ स्विमिङ पुल पनि रहेछ। यो सानो भए पनि यो सानो भए पनि हैन, यसमा चाहिँ हामी डल्फिन ल्याएर पाल्न सक्छौँ सायद जस्तो लाग्छ। अनि पौडी पनि खेल्न सकिन्छ, तर चाहिँ मान्छेहरू चाहिँ खेल्न दिन्छन् यो चाहिँ अलि सायद नै गाह्रो जस्तो लाग्छ। किनकि ओहो तपाईँलाई देखाउँछु। हामी सानो भन्दा नि हेर्न सक्नुहुन्छ कि अरू चाहिँ भन्दा नि नेपालगञ्जको यो एयरपोर्ट पहिलाभन्दा त बेट्री भएछ हैन। अनि अब हामी चाहिँ भित्र पस्ने भने चाहिँ कतादेखि हो, उतादेखि हो पनि हैन। अनि यस्तै हो यार। जे होस् विकास कार्य बिस्तारै भइरहेछ। अब यो नेपालगञ्जको लोगो लागेको छ यहाँ। अनि माथि चाहिँ नेपालगञ्ज एयरपोर्ट चाहिँ लेखेको छ, नेपालीमा पनि लेखेको छ नेपालगञ्ज विमानस्थल। ल हाम्रो साथीले पनि केही लेख्दै ओहो भाउजूको नाम लेख्दै हो कि क्या हो ब्रो? भाउजू होइन यार, आफ्नै नाम हो। ओहो तिम्रो नाम पनि त आउँछ। ए ल मेरो नाम साफ ठाउँमा लेख न यार। अलिकति हुन्छ नि। हेर यो मान्छेलाई स्पेलिङ आउँदैन रहेछ क्या यार। यो चाहिँ हो तपाईँको साथी पङ्कज कुमार हैन। र यो चाहिँ हो नेपालगञ्जको एयरपोर्ट। दामी छ नि हो साथी हो, दामी छ। तर अहिले चाहिँ यहाँ चाहिँ अब यो फुल बिरुवाहरू चाहिँ लाउन बाँकी नै छ चाहिँ। अनि रङरोहणहरू अलिकति चाहिँ गर्न बाँकी छ। के भन्छन् लाइट्सहरू पनि लगाउन अलि बाँकी। लाइट त लागिसकेको छ हैन। अब चाहिँ यसमा चाहिँ हेर्ने हो अरू के लाग्नु पर्ने छ यसमा। नाम चाहिँ हो च्यानलको नाम हो चाहिँ लेख न आफ्नै च्यानल च्यानलको नाम। ल साथीहरू त आशा गर्दछु हैन तपाईहरु यो भिडियो र हाम्रो च्यानललाई सपोर्ट पनि गर्नुहुन्छ, जुन कि A1 लाइन सुट हो हैन। र अहिले त यस्तै हो, पछि गएर सायद चेन्ज पनि हुन सक्छ हैन, किनकि नाम त नामै हो हैन, काम पनि त्यस्तै हुनु पर्यो। त्यसैले हामी चाहिँ लाइन सुट बन्द गरिदिए। अनि त्यसपछि यता चाहिँ यो पूजा गर्ने ठाउँ जस्तो लागिरहेछ कि के हो खै घुम्ने हो कि के हो हैन। अनि यस्तै हो। यो चाहिँ पौडी खेल्ने सानो स्विमिङ पुल हो हैन, नेपालगञ्जको यो सानो स्विमिङ पुल। अब यस्तै हो, हेर्दा चाहिँ सानै लाग्छ, गहिरो चाहिँ अब यो यसमा पातालको बराबरी जति गहिरो हुन पनि सक्छ, किनकि हामी यो बन्दाखेरि हेरेनौँ। अनि यस्तै हो। हाम्रो यो काली साथी पनि बसेछ। यो घाममा चाहिँ गोरो भइहाल्छ, तर अनि चिसोमा चाहिँ कालो हुन्छ, किनकि यो नुहाउँदैन त, मेन कुराको त्यो हो। अनि साथी अहिलेसम्म चाहिँ तपाईँ हेर्नुभएको यति नै हो। अब भित्र चाहिँ त्यो पुलिस मामाले जान दिएन हैन, त्यसैले चाहिँ हामी गएनौँ। बाँकी चाहिँ तपाईँ यति नै हेर्न सक्नुहुन्छ अहिले चाहिँ म थ्रुबाट। अनि पछि नै हेरौँला, किनकि अब जब पैसा भएपछि जब विदेश जान्छु नि, विदेश मतलब तपाईँहरू सपोर्ट गर्नुभयो त विदेश जान्न, अब सपोर्ट नगर्नु भएपछि विदेश जानुपर्छ मलाई हैन। अनि या दिस इज लाइट ब्रो। या
चलो आओ। एन्ड यहाँ तपाईँहरू पनि आउन सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ अनि यसरी ब्लग पनि गराउन सक्नुहुन्छ अनि म्यामले त्यो भिडियो गराइदिनु भएको छ त्यसरी तपाईँले भिडियो पनि गराउन सक्नुहुन्छ। राति आउनुपर्छ अनि यहाँ यो हो यो टाइम मतलब यहाँ घुम्नको लागि भन्दा नि तपाईँ चाहिँ यो भिजिट गर्नलाई सकभर राति आएपछि अलि मलाई लाग्छ लाइटहरूको सब दामी देखिन्छ नि त। अलि चाहिँ लाइटको सो पनि देखिन्छ। अब दिनमा त यस्तै हो झारपात होइन, अब त्यही हो राति भएपछि अलि जगमग हुने हो कि नयाँ नेपालगञ्जको नयाँ एयरपोर्ट देख्नुहुन्छ कि होइन। अब त्यही हो, बाँकी त यति नै हो साथी होइन। अहिले म तपाईँको साथी पङ्कज कुमार, म यो भिडियो यहीँ बन्द गर्न चाहन्छु होइन। र अरू केही सोधपुछ गर्नु परेमा यसको बारेमा चाहिँ अलिकति अझै केही बारेमा जानकारी पाउन चाहनुहुन्छ भने भन्नु होला, म फेरि त्यसको पनि कोसिस गर्छु यो खोज्ने होइन। यसको बारेमा अझै जानकारी अथवा फुटेजहरू कलेक्ट गर्ने कोसिस गर्छु तपाईँहरूको लागि। र त्यही हो होइन। ल त साथी फेरि भेटौँला नेक्स्ट भिडियोमा। अहिलेको लागि बाई बाई, टेक केयर।